हेर्नुहोस् त साथीहरु, यो भिडियो, यस भिडियोले मेरो भित्री मनैदेखि नै एकदम पुरा झकझकाएर ल्याएको छ। एकदम भन्न पनि के भन्नु, खै कसलाई दोष दिने, दोष कसको? ती छोराछोरीको जो कि 2-4 पैसाको लालचमा घर गाउँ छोडेर परदेश गएका छन्, शहर गएका छन् र घरमा बाबुआमाको चाहिँ यस्तो हालत भएको छ। या फेरि दोष तिनको कि जसले चाहिँ आफ्नो परवरिशमा केही कमी गरे कि। हेर्नुहोस् त, यो वृद्ध अवस्थामा के भन्नु, खै यसरी चाहिँ लाचार विवश भएर बस्नु परेको छ। एकदमै मन छोएर आयो साथीहरू, के गर्ने? त्यही भएर भनिन्छ नि, परवरिश जो संस्कार छ, जो यदि संस्कार हामीले बचपनदेखि नै हाम्रो सानो बाबु नानी बाबुलाई दियो भने ठुलो गएर उनले त्यही सिक्छन्। कि हामीले आफ्ना बाबुआमालाई कस्तो खालको हामीले चाहिँ प्रवृत्ति गरेका छौँ त, कस्तो खालको चाहिँ हामीले हेरचाह गरेका छौँ त, ठ्याक्कै त्यही हाम्रा नानी बाबुले सिक्छन्। त्यसैले गर्दाखेरि हामीले केही न केही कुरो ध्यान दिनुपर्छ। र म ग्राउन्ड भन्न चाहे यिनी मनकारी व्यक्तिलाई जसले यसरी रोडबाट उठाएर उचित ठाउँमा पुर्याएका छन्, यिनी वृद्ध बाबालाई एकदमै मन छोएर आयो। उनले चाहिँ सहयोग गरेका छन्। यस्ता सहयोगी हातहरू बढ्दै जाउन् भन्ने कामना गर्दै, र प्रत्येक नानी बाबुहरू जो आज हुर्केर ठुला भएका छन् तिनले पनि आफ्नो बाबुआमाको चाहिँ ख्याल गर्नुपर्छ है भन्ने जानकारीमूलक भिडियो। साथीहरू, हजुरलाई कस्तो लाग्यो मन पऱ्यो शेयर गर्नुहोस्।